Hello guys, welcome back to my channel. So आज चाहिँ मैले बटर रोटी र आलुदमको रेसिपी तपाईहरुसँग शेयर गर्न आँटेको छु। त्यसको लागि चाहिँ फर्स्ट अफ अल मैले मज्जाले आलुलाई धोए हैन। यसरी मज्जाले धोएर किनभने कतिवटामा माटोहरु लागेको हुन्छ हैन। त्यही भएर चाहिँ यसलाई मैले मज्जाले धोएर हैन। त्यहाँबाट सफा बनाउँछु सो दैट बोइल गर्दाखेरि त्यहाँबाट केलाउँदाखेरि त्यसको माटोहरु आलुमा नहोस् भनेर हैन। म कुकरमा आलुलाई धोएको आलुलाई हालेर त्यसपछि त्यसमा चाहिँ अलिकति नुन पनि छर्छु किनभने आलुदम बनाउँदाखेरि चाहिँ नुन मज्जाले पस्यो भने चाहिँ मिठो हुन्छ नि त आलु भित्रसम्म। त्यसपछि तातो पानी हालेर चाहिँ यसरी कुकर टेकाइदिन्छु। त्यसपछि चाहिँ मैले चाहिँ एक्चुअली पुरी बनाऊँ भनेर सोचेको थिएँ। त्यही भएर चाहिँ सबै कालो जिरा अनि अलिकति अजवाइनहरु पनि हाले हैन। फेरि ग्यास्ट्रिक हुन्छ होला भनेर राति फेरि मैले चाहिँ यति बेलासम्म मलाई थाहा थिएन कि म बटर रोटी बनाउँछु भनेर। तर अहिले चाहिँ फेरि पुरी चप्लङ्गै तेलमा डुबाएको खानु भन्दाखेरि चाहिँ भनेर चाहिँ मैले बटर रोटी बनाएको छु। त्यसपछि यसरी सिटी लाग्न थाल्यो मेरो आलुमा 3-4 सिटी लागिसकेपछि म ग्यास निभाइदिन्छु हैन। त्यतिन्जेलसम्म म आलु सेलिदिन्छु। आलु सेलिन्जेलसम्म चाहिँ म यहाँ मसला रेडी गर्छु। पहिला हर्दी, त्यसपछि रातो खोर्सानीको धुलो, त्यसपछि नुन हालेर अनि चाहियो भने टमाटर र लसुन पनि हाल्न सक्नुहुन्छ। तर म चाहिँ आज चाहिँ यो वाला बनाउन आँटेको। त्यसमा चाहिँ टमाटर पनि छैन, लसुन पनि छैन। जो सादा मसलामा पाँचफोरन हालेर भुटेर चाहिँ आलु बनाउन आँटेको। त्यो पनि मलाई पुरा मन पर्छ अनि लसुन र टमाटर हालेर पनि मन पर्छ। जुनै पनि तपाईले ट्राई गर्न सक्नुहुन्छ। अनि मेरो आलु म देखाउँदैछु। काटेको आलु रेडी भइसकिसक्यो। त्यो चाहिँ सेलिसकेर बनाउँछु म। आलुदम बनाउँदा चाहिँ आलु चाहिँ मज्जाले सेलिनु दिन्छु। त्यसपछि तेल हाल्यो। टन्न हाल्नुपर्छ तेल चाहिँ अलिक मज्जाले। आलुदममा चाहिँ तेल मज्जाले हाल्यो भने मिठो हुन्छ नि त। अनि त्यसपछि पाँचफोरनलाई चाहिँ मज्जाले खराउनु पर्छ। एकछिन मज्जाले खराएर 1-2 मिनेट जस्तो मज्जाले खराएर त्यो पाँचफोरनको कलर चेन्ज त्यसमा भएको के रे मेथीको कलर चेन्ज भइन्जेलसम्म चाहिँ त्यसलाई फ्राई गरेर त्यसपछि चाहिँ यो अघि गरेको मसला रेडी गरेको मसला चाहिँ हाले मैले हैन। त्यहाँबाट यसलाई पनि पुरा टाइम लिएर पकाउनुपर्छ। मसलालाई जति मज्जाले भुटेर पकाउनुहुन्छ त्यति मिठो आलुदमको स्वाद हुन्छ। त्यही भएर म चाहिँ मसलालाई नै पुरा मज्जाले पकाउँछु। पानी हाल्दै पकाउँदै गर्छु। अनि अब डल्लै त देखाउन सकेको छुइनँ तरै पनि यति चाहिँ देखाएको छु है कसरी गर्छु भनेर। पानी हाल्दै चलाउँदै हैन छोप्दै त्यसपछि मज्जाले मसला पाकिसक्छ अनि मात्र चाहिँ म आलु हालेर यसलाई एकछिन 5 मिनेट 10 मिनेट जस्तो पकाउँछु। 5-7 मिनेट जस्तो पकाउँछु भनौँ न। आलु हालेर यसरी मसला मज्जाले पाकिसकेपछि चाहिँ अब यसमा तेल मात्रै यसरी आउँछ नि माथि। त्यसपछि चाहिँ आलु मज्जाले हालेर त्यसलाई 5 मिनेट 7 मिनेटसम्मको लागि पकायो भने अघि नै नुनहरु हालेर उसिनेको फाइदा चाहिँ यही हुन्छ। नुन मज्जाले पसिसकेको हुन्छ अनि अब मज्जाले फिटेर एकछिन बसायो भने भइहाल्छ। मेरो आलुदम चाहिँ यसरी कलर मिठो आइराखेको छ हैन। तपाईलाई कस्तो लाग्यो भनिदिनु होला कमेन्टमा। अनि यहाँ चाहिँ मैले रोटी बनाउन आँटेको अब बटर रोटी। बटर चाहिँ पहिला हाले त्यसपछि रोटी हाले। यसले पनि ग्यास त हुन्छ होला तर अब अलिकति भए पनि बटर चाहिँ बटरै हो भनौँ न है। त्यही भएर हालेको। अनि यसरी मेरो चाहिँ बेलुकाको डिनर रेडी भयो। अनि मलाई चाहिँ रोटीहरु खाएको बेलामा चाहिँ चिया चाहिँ चाहिन्छ। त्यही भएर मेरो चिया पनि रेडी छ, ब्ल्याक टी अनि आलुदम बटर रोटी र अचार। त्यसपछि यो चाहिँ सुक्खा रोटी र लौकाको सब्जी चाहिँ आमाको लागि।